साथीहरु नमस्कार। म रामकुमार तपाईहरु समक्ष लोक सेवा आयोग अन्तर्गत संस्थानमा सोधिने र बैंकिङ क्षेत्रमा सोधिने आईक्यू टाइप्सको क्वेशनहरु हुन्छन् जसमध्ये एउटा टपिक टाइम एन्ड वर्क सम्बन्धी मैले लिएर आएको छु र यो मेरो पहिलो भिडियो भएको कारणले गर्दाखेरि तपाईहरुलाई केही कमेन्ट प्रतिक्रिया नबुझेका कुराहरु कमेन्ट गर्नुहोला र सब्स्क्राइब गरी लाइक गरी माया गर्दिनुहुन्छ भन्ने विश्वास लिएका छु। हामी क्वेशन तर्फ लागौं। राम एक्लैले कुनै काम 6 दिनमा गर्न सक्छ र हरि एक्लैले सो काम 12 दिनमा गर्न सक्छ भने दुवै मिली गर्दा सो काम कति दिनमा सक्छन् त? अब अप्सन ए 4 दिन, बी 6 दिन, सी 3 दिन र डी 5 दिन। अब हेरौं हामीले कति सहज तरिकाले गर्नेछौं। अब जस्तै राम 6 दिन, हरि 12 दिन। यसलाई केही गर्नु पर्दैन, हामीले लसा लिइहाल्ने। 12 र 6 को भनेपछि 2 6 3 यसरी हामीले लसा लिइहाल्ने है। 6 मा 12 भनेपछि कति आयो त 12 लसा आयो 12। अब इफिसिएन्सी हो भनेपछि हामी कार्यक्षमता निकाल्छौं है। अब 12 ले गर्दाखेरि 2 आउँछ, 12 ले 12 लाई गर्दाखेरि 1 आउँछ भनेपछि रामको कार्यक्षमता कति छ त 2टा भनेपछि एक दिनमा उले 2टा बनाउन सक्छ। हरिको कार्यक्षमता कति छ एक दिनमा एउटा मात्रै बनाउन सक्छ। हामीलाई केही गर्नु पर्दैन, यसलाई चाहिँ 2टालाई जोड दिने र लसा आएको लसामा भाग भाग गर्दिने। 2 1 3 3 ले यहाँ चाहिँ भाग गर्दाखेरि कति आयो त 4 भनेपछि अप्सन नम्बर 1 है। अब यसरी नै हामीले अर्को क्वेशन तर्फ लागौं। अर्को क्वेशनमा के छ ए र बी मिली कुनै काम 4 दिनमा सक्छन्। यदि ए एक्लैले सो काम 12 दिनमा सक्छ भने बी एक्लैले कति दिनमा गर्न सक्छ? यहाँ पनि अप्सन छन् 4 दिन, 6 दिन, 10 दिन र 8 दिन है। यसमा पनि केही नगर्ने ए प्लस बी हेर्नुस् त ए प्लस बी कति दिन दिएको छ त 4 दिन हैन र ए एक्लैले कति दिएको छ त ए एक्लैलाई भनेपछि 12 दिनमा गर्न सक्छ। यसमा पनि केही नगर्ने त्यही सेम प्रोसेस र अलिकति फरक चाहिँ बुझ्नु पर्ने यसमा छ। 2 3 1 भनेपछि यसको पनि 3 दिन सक्न 12 12 नै आउँछ। यसको पनि इफिसिएन्सी निकाल्ने। यसको 3 यसको चाहिँ 1। अब यहाँहरु यो चाहिँ के आयो त ए प्लस बी हैन। अब ए प्लस बी यति छ भने यसबाट बी सरी ए घटाइदिएपछि के आउँछ त बी आउँदैन भनेपछि 3 बाट 1 घटाइदिएपछि बी को 2 भनेपछि बी को कार्यक्षमता कति छ त ए भन्दा बढी छन् भनेपछि 2 छन् 2 गुना छन् है। अब यसलाई चाहिँ अब हामी ए बी निकाल्नु पर्ने हो बी ले चाहिँ डिभाइड गर्दिने 2 भनेपछि 6 6 कहाँ छ त बी मा छ। यही चाहिँ हाम्रो एन्सर भयो। भनेपछि हामीले यस्तै खाले अन्य भिडियोहरुमा यो भन्दा कठिन प्रश्नहरु लिएर आउने नै छौं। आजको लागि यति नै। हस्त धन्यवाद।